त माननीय ज्यूहरूले बडो राम्रो ढङ्गले यो विषयवस्तुलाई उठाउनु भयो र म पनि बडा चिन्तित छु कि यो घटना जसरी विकास भयो, जे सुन्न पाइयो, जे भिडियोहरुमा हेर्न पाइयो, त्यो निन्दनीय र दुःखदायी नै छ। अब आजको विषयमा चाहिँ सबै माननीय ज्यूहरूले राख्नुभएको कुराहरू जिम्मेवार ढङ्गले नै राख्नु भएको छ। त्यसमध्ये माननीय ध्रुवराज प्रधानजीले जुन कुरा उठाउनु भयो त्यो अझ विशेष गम्भीर ढङ्गले हामीले हेर्नुपर्छ भन्ने मलाई लाग्छ। अब हामीले परबाट हेरिरहँदाखेरि पनि त्यहाँ के देखिन्छ भने स्टेज, मान्छेले स्टेज बनाउँछ नि, स्टेज बनाउँछ किन भन्दा कार्यक्रम गर्न बनाएको हुन्छ नि त। अनि स्टेजमा चाहिँ मान्छे बसेर कार्यक्रमै गर्न नदिकन, मान्छेलाई बोल्नै नदिकन, अनि चाहिँ सरकारले लुइका लुइ तपाईको यहाँ के देखिन्छ डाटामा भनेदेखि हेर्दाखेरि असुरी ग्यास चाहिँ 746 वटा सेल हैन पड्काउने, 192 वटा चाहिँ छर्रा चाहिँ पड्काउने, ब्ल्याङ्क फायर गर्ने, छर्रा 239 वटा, हवाई फायर 58, 2 राउन्ड चाहिँ तपाईको पिस्तोलको गोली। अथवा यानि कि आँखाले ठ्याक्राकै मल्टिपल भिडियोलाई तपाई कलेक्सन गरेर हेर्नुस्, एउटा कुरा निश्चित रूपमा देखिन्छ कि स्टेजमा कार्यक्रम गर्न दिइएको छैन। अब हामी लोकतन्त्रवादी हौं। सत्य के हो भन्नुहुन्छ भने लोकतन्त्रवादी भनिरहँदाखेरि लोकतन्त्र भनेकै एउटा त्यस्तो गार्डन हो हैन, एउटा त्यस्तो नर्सरी हो जहाँ फरक फरक खालका फुलहरू यानी कि फरक फरक खालका विचारहरूले स्वतन्त्रतापूर्वक फुल्न पाउनुपर्छ। चाहे त्यो राजावादी होस्, चाहे त्यो माओवादी होस्, चाहे त्यो कांग्रेस होस्, चाहे त्यो अर्को पार्टी होस्, या कुनै पनि विचार हतियारविहीन, हातमा हतियार नलिकन राखिने कुनै पनि विचारहरूलाई हामीले त्यसलाई स्वागत गर्नुपर्छ भन्ने मलाई लाग्छ। र हामी बीपी कोइरालाका अनुयायी हौं र हामीले सिकेको कुरा यही हो। र हाम्रो अझ यो सरकारमा त हामी पनि छौं। अनि स्टेज बनाएको ठाउँमा मान्छेलाई कार्यक्रम गर्न नदिने, असुर ग्यास चाहिँ यत्रो हजारको हाराहारीमा चाहिँ तपाईको चाहिँ फ्याल्ने, अनि जनतालाई चाहिँ एकातिर त गरिखान राम गरेर दिएको छैन। मान्छे चाहिँ यहाँ चाहिँ नर्स पढ्नुपर्ने छोरीहरू हैन, हामी सुन्छौँ कहिलेकाहीँ के अरे चाहिँ वेश्यालय खोलेर चाहिँ यहाँ चाहिँ चलाउँ, प्रोस्टिट्युसन सेन्टर खोलौँ भन्ने पनि सुन्छौँ नि त हामी नेताहरूको कुरा हैन। अनि भन्ने चाहिँ नर्स पढ्नबाट वञ्चित गराउने, डाक्टर बन्नबाट वञ्चित गराउने, आईटी एक्सपर्ट हुनबाट वञ्चित गराउने, देशभित्रका सिटहरू चाहिँ सबै चाहिँ जो काट्ने, अनि विदेश मजदुरी गर्नको निम्ति चाहिँ जो पठाउनलाई बाध्य तुल्याउने, अनि जनता आक्रान्त छ त्यो कुरालाई एड्रेस गर्नु छैन। लोकतन्त्रका नाममा चाहिँ तपाईको असुरी ग्यास हानेर अनि पार्टीहरू मिलेर जनतामाथि दमन गर्ने। अनि दमन गरिसकेपछि के हुन्छ? ल अहिले तपाईँ हामी यहाँ भित्र छौँ, कल्पना गर्नुहोस् यहाँ 10-20 जना हतियारधारी भित्र छिरे, हामीलाई ड्याम हान्न थाले, त्यस पछाडि कुनै रुल हुँदैन। यो धर्म यो यथार्थ कुरा हो। त्यसकारणले पहिला अघि माननीयज्यूले भने जस्तै यो घटनाको सत्य तथ्य छानबिन हुनु जरुरी छ। सरकारले पहिला फायर खोलेको हो कि हैन? सरकारले पहिला फायर खोलेको हो, सरकारले पहिला चाहिँ असुरी ग्यास हानेको हो भने यो घटनाको सम्पूर्ण जिम्मेवार गभर्नमेन्ट हुन्छ, आन्दोलनकारी हुँदैन। म त डाइरेक्ट भनिदिन्छु तपाईलाई कुरा। होइन भने शान्तिपूर्ण तवरले चाहिँ तपाईको आमसभा गर्ने अधिकार हरेक मान्छेको हुन्छ। अझ स्वीकृति लिएर गरे होला, त्यो त स्वीकृति लिएर गर्ने, स्टेज बनाउने कुरा, अनि मान्छेलाई बोल्नै नदिकन असुरी ग्यास हानेपछि के हुन्छ? परिणाम त त्यस्तै आउँछ। त्यो मात्रै होइन, इन्ट्रेस्टिङ कुरा अब के छ भन्नुहुन्छ भने अहिले जस्तो रविन्द्र मिश्र, धवल शमशेर राणा जस्ता चाहिँ भन्नुहोस् जनताले चुनेर पठाएको प्रतिनिधि र डेमोक्रेसीको भनौँ न आजीवन चाहिँ एउटा चाहिँ वकालत गरेर हिँड्नुभएको रविन्द्र मिश्र जस्ता मान्छेहरूलाई सरकारले पावरको दम्बको भरमा लगेर दिन्छ, हतकडी लगाएर तपाईको चाहिँ हतकडी लगाए त्यो मिडियामा देखाएको त्यो डोमिनेसन गर्न खोज्या, उसलाई सप्रेस गर्न खोज्या है। अनि उहाँहरूलाई चाहिँ लगेर जुन थुन्ने काम गरेको छ, यसले त अझ सरकार पेट्रोल खनाउँदैछ। यो आगोमा हुन्छ नि पेट्रोल। मेरो विचारमा त यो राप्रपासँग गर्ने हो कि राजासँग गर्ने हो कि कोसँग गर्ने हो, डायलग गर्नुपर्छ भन्छु म। हिजो अस्ति माओवादी जनयुद्ध हुँदाखेरि सुरुमै चाहिँ सरकार जिम्मेवार भएर डायलग गरिदिएको भए 17,000 मान्छे मर्दैन थिए, 60,000 मान्छे घाइते हुँदैन थिए, कयौँ मान्छे विधवा भएनन्। त्यति बेला जिम्मेवारी कसरी फिल गरेन नि? पछि हामीले गिर्जाउ र प्रचण्डजीको बिचमा वार्ता गरायौँ, परिणाम त आयो त, निस्किँदो रहेछ सोलुसन। आखिर यही देशको नागरिक हो हामी भनेदेखि आन्दोलनकारीहरू र सरकारको बिचमा म चाहिँ भन्छु टाइममा डायलग गरौँ। यस्ता पकड्ने धकड्ने, धवल शमशेरलाई लगेर थुन्ने, रविन्द्र मिश्रलाई थुन्ने, यो काम बन्द गरौँ। बिना शर्त उहाँहरूलाई रिहाई गरौँ र घटनाको सत्य तथ्य उहाँहरूले भने जस्तै त्यो राप्रपाले माग हो भनेर हेर्नु भएन। उहाँहरूले मागेको माग मलाई सुन्नुहुन्छ भने यो जायज छ। एउटा निष्पक्ष छानबिन समितिको गठन गरौँ। र फेरि पनि म तपाईँलाई भन्न चाहन्छु, सरकारले अथवा सरकार नियन्त्रित प्रहरीले
अथवा सेनाले जल्यो उसले असुर ग्यास पहिला स्टेजमा फ्यालेको हो भने यो सबै त्यो भाटबुटी जलाउनदेखि लिएर सबै कुराको जिम्मेवार सरकार हुन्छ, आन्दोलनकारी हुँदैन। यो कुरा बुझ्नु पऱ्यो। हामीले पनि आन्दोलन गरेको, हामीले पनि भएको, असुर ग्यास खाएको, अनि त्यहाँ चाहिँ रियाक्ट गराएपछि हान्न थालेपछि छर हान्न थालेपछि त मान्छे त ऊ पनि त रिसाउँछ नि, कन्ट्रोल हुँदैन नि, अनकन्ट्रोल हुन्छ नि। अझ यो त के अरे चाहिँ डेडिकेटेड कार्यकर्ताहरूको भिड थिएन, आक्रोशित मान्छेहरू, उत्पीडितहरू जसले 2 छाक भातको निम्ति सङ्घर्ष गरिरहनु परेको छ होइन, त्यस्ता मान्छेहरूको समूह थियो यहाँ। भनेदेखि उसँग के छ, मरे एउटा जिन्दगी हो होइन, जिते संसार जित्छु भनेर आएको छ त्यहाँ। त्यस कारणले गर्दाखेरि सरकार जिम्मेवार देखिँदैन, सरकार जिम्मेवार हुनुपर्छ। र उहाँले राखेको माग जस्तै 72 घन्टाभित्रमा हुन्छ, 2 दिनभित्रमा हुन्छ, त्यो निष्पक्ष छानबिन समिति गठन गरेर यो घटनाक्रमको यसको चाहिँ छानबिन हुनुपर्छ। र फेरि आगामी दिनहरूमा सरकारले यस्तो पावरको उन्माद, चरम पावरको उन्माद, यहाँ कस्तो देखिन्छ भने काङ्ग्रेस र एमाले मिलेपछि सबै कुरा हुन्छ भन्ने चाहिँ लागेको छ केही नेताहरूलाई। हामी त्यस्तो परिकल्पना गर्दैनौँ। हामी बिपी कोइरालाको हामी चाहिँ अनुयायी हौँ र हामी प्रजातन्त्रमा विश्वास गर्छौँ, लोकतन्त्रमा विश्वास गर्छौँ। फरक भइसहरूलाई आनन्दसँगले राख्न दिनुपर्छ। त्यहाँ मात्रै होइन, सदनमा पनि भन्छौँ हामी त विपक्षीहरूको भोइस राख्न दिनुपर्छ भनेर। त्यस कारणले त्यो कुरालाई पनि, त्यो सडकमा भएको पनि विपक्षी हो, हाम्रो विपक्षी भोइस हो। सरकारलाई खबरदारी गर्न पाउने जनताको अधिकार हो, लोकतन्त्रले त्यसलाई पनि सुरक्षण गरेको छ। त्यस कारणले यो चाहिँ फेरि यस्ता घटनाहरू नदोहोरिउन् र सरकारलाई म भन्छु वार्ता यथाशक्य चाँडो सुरु गर्नुहोस्, होइन भने घटनाहरू बढ्न सक्छन्। र आज एउटा मान्छे मऱ्यो होला बिचरा, कसैको परिवारको एउटा सदस्य, तर त्यही सदस्य यदि नेपालको अहिलेको प्रधानमन्त्रीको, नेपालको अहिलेको गृहमन्त्रीको या हाम्रा पार्टी सभापति या अन्य दलका पार्टी अध्यक्षहरूको परिवारको सदस्य मरेको भए उहाँ के सोच्नुहुन्थ्यो, त्यो सोचेर वार्ता प्रारम्भ गर्नुपर्छ भन्दै म मेरा 2 शब्दहरू यहाँ टुङ्गाउन चाहन्छु। हवस्, धन्यवाद। जय नेपाल।